हेलो हाई नमस्ते एभ्रिवान हैन यो हाम्रो अब जहिले प्राय नाइट राइड मात्र भइरहेछ हैन। अब यस्तै हो, केही छैन। अब दिउँसो पानी परिरहेको थियो, आज दिन पनि चिसो थियो। अनि घरबाट मासु किनेर लिएर आउनु भनेर घरबाट नि भनिरहनु भएको थियो। दिउँसो गइनीमा म सुतेर बसेँ। अनि यसो अब बेलुका निक्लेको हैन। जस राति हिँड्नलाई चाहिँ आनन्द लाग्छ क्या मलाई। फ्रेस हावा वातावरण पनि रमाइलो हुन्छ हैन। सबै चिज मिल्दो हुन्छ क्या। अनि आज पानी पनि परिरहेको थियो, हल्का चिसो रमाइलो पनि हुन्छ हैन। जान त त्यही भक्तपुरै जाने हो। म अब नयाँ ठाउँहरू प्रायः कहीँ पनि गएको छैन अहिलेसम्म हैन। अहिलेसम्म कहाँ अब यो भ्लग सुरु गरेदेखि म अब लङ राइड कहीँ पनि गएको छैन। जस नयाँ वर्षको लागि चाहिँ म जान्छु होला हैन। नयाँ वर्षको लागि अलिकति अब 1-2 दिनको लागि बाहिर निक्लिन्छु। अनि त्यतिखेर चाहिँ अब लङ टुरको भिडियो हाल्छु म साथीहरू हैन। आज चाहिँ अब यहाँ भक्तपुरसम्म हो। अब यो पनि यसो अलिकति मेमोरेबल भिडियो हुन्छ भनेर चाहिँ मैले भिडियो बनाउनु खोजेको क्या। अब नाइट भयो नि, मलाई नाइटमा नै भिडियो बनाउन एकदम रहर लाग्छ। नाइट हिँड्न पनि रमाइलो। त्यो काठमाडौँतिरको जस्तो जाम हुने यताउति हुने हुँदैन। आनन्द सर र बाटो अलिकति बिग्रिरहेछ, अब खाल्टाखुल्टी धेरै छ भन्ने मात्र हो होइन। अब बाटो राम्रो हुने भएको भए चाहिँ आनन्दसँग हिँड्न चाहिँ ठिक हुन्थ्यो। अब एकदम अलिकति अफ रोड छ क्या बाटो। गाडीहरू पनि त्यस्तै हिसाबले आइरहने गाडीहरू होइन। त्यही भएर तर आनन्द चाहिँ आनन्द छ हाम्रो ठाउँमै, रमाइलो होइन। केही छैन। अब यस्तै हो, मिलाएर गर्नुपर्छ सबै कुराहरू होइन साथीहरू। अब अर्को बाइक चाहिँ झिकेन मैले आज। अर्को बाइक तेलै हाल्न गाह्रो पऱ्यो क्या। अब बाइक चाहिँ 250 चढ्ने, तेल हाल्न चाहिँ नसकेपछि हुन्छ त। अब यो आफसेट माइलेज पनि दिन्छ, यसो हिँड्न पनि ठिक छ होइन। यो बाटोमा सधैँ त्यही बाइक कति चढिरहनु, बाटो पनि राम्रो छैन। त्यही भएर अनि आफसेटै बोकेर हिँड्दै आज होइन। ठिक छ, केही छैन। पैसा छैन। अब सधैँ यसले बाइक चेन्ज गरी हिँड्छ भन्छ होला मान्छेहरू। अब मेरो नि आफ्नो पर्सनल फ्यामिली कन्डिसनहरू हुन्छ होइन। सबै मैले आफैले नै हेर्नुपर्छ नि त, मेरो परिवारको होइन। सबै मैले आफैले हेर्नुपर्छ। बाबुहरू छ 2जना, त्यो सबलाई पढाउने हो भने अब घरमा खर्च यताउति सब आफैले नै गर्नुपर्छ। त्यही भएर नि मलाई अलिकति गाह्रो हुन्छ। केही छैन, मैले म्यानेज गर्छु बिस्तारै साथीहरू होइन। केही छैन, तपाईँहरूको साथ सपोर्ट माया भयो भने होइन त्यसमा अगाडि बढ्ने छु भन्ने मलाई आशा छ। म अब बाहिर भनेर कुदेँ, 7-8 वर्ष बाहिर भनेर कुदेँ। मेरो धेरै ठाउँमा पैसाहरू फस्यो होइन। त्यही भएर नि अब मलाई बाहिर जाने सोचै छैन कि। अब नेपालमै बसेर अब केही गरौँ कि भन्ने सोच छ मेरो होइन। अब नेपालमा गर्न त अब प्रायः जस्तोसुकैले नि केही गर्छु भन्ने सोच भएको मान्छे पनि लास्टमा गएर इन्डिङ अप्सन केही नभएर बाहिर नै जानुपर्ने कन्डिसन हुन्छ होइन। अब मिलाएर गर्नुपर्छ। अब केही छैन। नेपालमै बसेर नि अब यताउति दुःख गर्ने मान्छेहरूलाई चाहिँ छ क्या होइन। नेपालमा बसेर नहुने भन्ने चाहिँ छैन, तर दुःख चाहिँ गर्नु पर्यो। जस्तै अब ड्याडी मम्मीले नै सबै चिज गरिदिन्छन्, बाबुआमाले नै गरिदिन्छन्, म त्यसमै रमाएर बस्छु भन्ने मान्छेलाई चाहिँ केही नै छैन। अब आफू अलिअलि स्ट्रगल गर्छु, म के गर्छु, यो चिज चाहिँ मलाई ठिक छ है, यो चिजमा चाहिँ नेपालमा बसेर नै मैले पैसा कमाउन सक्छु भन्ने हो भने चाहिँ विदेशै जानुपर्छ भन्ने चाहिँ छैन है, मेरो सोच है। त्यो त सबै आफ्नो सोचाइमा भर पर्ने कुराहरू हो। विदेशै गएर नि त्यहाँ बसेर त्यत्तिकै फोकडा पैसा रुखा टिप्ने होइन। त्यहाँ नि गएर अर्काको काम गर्नुपर्छ। बरु आफ्नो देशमा अलिकति आफूले भने हिसाबले काम गर्न मिल्छ। अर्काको ठाउँमा गइसकेपछि भने फुल टाइम काम गर्नुपर्छ। हरेक चिज हुन्छ, गाह्रो साह्रो हुन्छ। कोही हुँदैन आफन्त, चिन्या कोही हुँदैन। अब चिन्या भए पनि अब सधैँ उनीहरूसँगै भेटघाट यताउति हुन्छ भन्ने पनि छैन होइन। त्यही भएर अब विदेश नजानु नै भन्ने सोच चाहिँ होइन। अब मेरो नि म नि विदेश मिल्या भए विदेश चाहिँ जान्थेँ होइन। मेरो नमिल्या भएर हो, केही छैन। अब नेपालमा बसेर के गर्छु भन्ने सोच चाहिँ छ। के हुन्छ हेरौँ न, बिस्तारै सबै चिज मिल्दै जान्छ। मिलाउनु नि पर्छ बिस्तारै। यस्तै हो साथीहरू है। ल साथीहरू, हामी चाहिँ अब यहाँ पेट्रोल हाल्ने ठाउँमा आइपुग्यौँ होइन, भत्कापाटी चोकमा।
चाङनारायण पेट्रोल पम्प छ त्यहाँ अब 200 रुपियाँको तेल हाल्नु पऱ्यो आज पैसा छैन घरबाट 1000 रुपियाँ तिरेर पठाइछन् मासु किन्नलाई अब फेरि त्यही पैसा नि सकाएर तेल हाल्यो भने भोलि फेरि अहिले घरमा फेरि झगडा पर्छ त्यही कुरामा त्यही भएर 200 को तेल हाल्यो भने नि यसमा त काठमाडौँ 2 चोटि पुगेर आउनु मजाले पुग्छ त्यही पनि मैले यो बाइक त्यति साह्रो चलाइरहेको चाहिँ हुँदिनँ होइन अर्कै बाइक युज गरिरहेको हुन्छु मलाई त्यति साह्रो साइलाइटै नबालिकन कस्तरी आउने यार मान्छेहरू यार होइन त त्यसले साइलाइटै बालेको छैन नि ला 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 पेट्रोल पम्पमा आइपुग्यो हामी होइन त्यो भाइ रहन्छ जस्तो छ मैले चिनेको भाइ त्यसलाई यसो मिलाएर गफ दिनुहुन्थ्यो पाल पऱ्यो यही बस हो यो त विवेकहरूको बस त होइन यो केटाको घर जाने टाइम भएछ जस्तो छ पैसा ठिक त यहाँ पछाडि 200 रुपियाँ राख अहिले दिनुपर्छ जानला ड्युटी सक्यो आज खोइ खोइ हो निर्जल त्यो बोलचाल नि छैन होइन त धेरै अब दाजुभाइहरू अब ठुलो बन्न थालेछ नि ठिकै छ नि म त्यहाँ मासु लिन जानला आइज नि त यिनी हाल्नु परेन हाल्छु नि म त साँच्ची हो 200 को अब कहाँ घर कहिले आइस त्यो कुहिरो बोकेर हिँडिरहेको थिइस् त अनि काम नभएको मान्छेले बोक्ने होला होइन हामी बेरोजगारीले बोकेर हिँड्ने होला पैसा दिइस् कस्तो गोरु रहेछ पैसा दिएन के गरिस् पुग्यो नि ए त्यो निर्जलले चढे त्यो टिभीएसको रोनिन भन्ने बाइक हो क्या बाइक राम्रो हो अलिकति ब्रान्डले नचले हो क्या बाइक चाहिँ राम्रो छ त्यो सुहाउन त त्यसलाई त जुन बाइक पनि सुहाउँछ बाबु ज्यान त्यस्तै छ अनि सुहाउँदैन त्यसलाई अब फुटसल जानुपर्छ यसलाई लिएर शनिबार निर्जललाई साधनलाई लिएर शनिबार फुटसल जानुपर्छ मिलाएर गर्दैन झगडा त्यो अब केटाहरू त्यस्तै हुन्छ त्यस्तै गेम प्ले खेल्छ अनि अब झगडा त परिहाल्छ नि नेपाल हो नेपालमा जे नि हुन्छ अब
हे साइली माया कति त गयो कतै सँगै रमाऊ। बाटो धुलोले केही देखिँदैन लास्टै खतरा छ यार। पानी परेन भने के परेन भन्नु पर्यो भने भएको धुलो जति सबै बाटोमा आएर हिलोहरू बाटोमा बस्दिन्छ धुलै धुलो हुन्छ गाह्रो छ। फट ला 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 ला। यो मासु पसल चाहिँ हाम्रो एकदम पुरानो मासु पसल हाम्रो मम्मीहरू पहिल्यैदेखि आउने होइन। पहिला सानो छाप्रोमा मासु पसल थियो अहिले त घरसर खतरा बनाएर है। अनि मान्छेले गऱ्यो भने नेपालमै नहुने रहेछ त। आइपुग्यो क्या भिड हुन्छ यहाँ हेरौँ त लास्टै भिड हुन्छ नि। अला भाले फाइटिङ भाले फाइटिङ। ओ सुरेन दाई भुटन छ छैन के छ त यत्रो पसलमा यार। खसी यत्रो यार खसी जत्रो कुखुरा राखिरहेछ नि त अहिले। कुखुराको 1.5 किलो कुखुराको भुटुन छैन भने होइन छैन पाङ्रा छ थै त्यस्तो भएन नि यार। यत्रो यार उहाँलाई यहाँ आयो मासु फ्रीमा दिएर पठाउनु पर्छ अब मलाई। त्यो कुखुराको चाहिँ 1.5 किलो कुखुराको 1.5 किलो छैन। $450 कति किलो भयो 2 किलो बेसी चाहिएन 1.5 किलो मात्र भयो हुन्छ। कलेजो नहालिदिउँ है छाला निकाल्दै हुन्छ होइन तर होइन छाला निकालेर मिठो हुँदैन होइन होइन त्यो चिकन चिल्ली बनाउने हो छाला निकाल्दा मिठो हुँदैन क्या। ठिक छ साथी हुन्छ 635 भने छाला निकाल्नु पर्दैन पोलेर काटिदिउँ न पर्दैन। त्यो पकाएर खाने हो भने छाला निकाल्यो भए ठिक हुन्थ्यो। हामी चाहिँ मासु पसलबाट निक्लिसकेका छौँ होइन। मासु पसल त्यहाँ उयो तल हाम्रो यो एउटा अरेन्ज फास्टफुड भन्ने पसल छ त्यहाँ चाहिँ त्यो सेवाले खान जानु पऱ्यो। धेरै भयो नखाएको बजारतिर निक्लेर आज त्यो दाइकोमा टक्क निक्लेर गएर खाइदिउँ भन्ने हो। घर खाना चाहिँ आफैले गएर बनाउनु पर्छ बनाउनु त त्यही नै गएर खाइदिउँ न। गल्ली छिर्दिएको क्या हामी रमाइलो छ नि बाटो। कमल पोखरीको बजार कमल पोखरी बजार रिहाटो लाग्छ। होइन 9-10 बजीसम्म मात्र खुल्छ। साउजी त छैनन् जस्तो छ। स्याबाली छैन ल 2टा बनाइदिउँ त। अनि 1 प्लेट फ्रेन्च फ्राई है भाउजू। खोइ दाइ खोइ आज दाइ खोइ दाइ आफै मोमो खान थाल्यो क्या दाइले।
ल त्यो दाइकोमा खाजा खाएर निक्ल्यो त्यो दाइकोमा फुल भिडियो त्यो दाइ हुनु रहेछ आज होइन अर्कोचोटि चाहिँ दाइको टक्क फेस रिभिल गरेर टक्क फुल भिडियो हाल्छु होइन एकदम हम्बल हुनुहुन्छ क्या हाम्रो दाइ साथीभाइ जस्तै अनि दाइको फेरि मार्केट पनि पुरानोदेखि एकदम राम्रो छ होइन अनि दाइको पसलको चाहिँ नाम चाहिँ द ओरेन्ज फास्ट फुड हो होइन अनि त्यो चाहिँ नगरकोट बस पार्क भक्तपुर कमल विनायकबाट नगरकोट बस पार्कबाट यता साइडमा पोखरी साइडमा छ हजुरहरू त्यहाँ अब भक्तपुर आउँदाखेरि त्यहाँ छिर्न सक्नुहुन्छ दाइको सबै आइटमहरू एकदम बेस्ट छ होइन उहाँ त एकदम पुरानो कस्टमर हो हाम्रो दाइको एकदम पहिल्यैदेखि चिनेको जस ठिक हुनुहुन्छ दाइ होइन दाइले भन्दै हुनुहुन्थ्यो मेरो पनि भिडियो खिचेर हाल्नु न भनेर भन्दै हुनुहुन्थ्यो मेरो यो आज गोप्रोमा त्यति साह्रो चार्ज छैन होइन त्यही भएर मैले दाइको त्यो भिडियो चाहिँ लिन पाएन जे होस् मैले दाइको त्यो सबको अगाडिको चाहिँ भिडियो चाहिँ खिचेको छु म त्यो चाहिँ साथीहरूलाई यहाँ मेरो यो उसमा भिडियोमा पोस्ट गर्नेछु होइन र ठिक छ गाइज अब आजलाई यति नै हो होइन अब अर्को भिडियोमा भेटौँला होइन सी यू सुन अनि मेरो यो नयाँ युट्युब च्यानल हो होइन यसो सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु पऱ्यो होइन मलाई माया गरिदिनु पऱ्यो सबैजनाले है त सबैजनालाई ल सी यू सुन हेभ अ गुड नाइट तपाईँ बोलिरहनु भयो लास्टमा चाहिँ यो काट्नु है सियुसुन भन्नेसम्म राख्नु लाइक सियर सब्सक्राइब भन्ने ठिक छ त्यो पछाडिको चाहिँ तपाईँ बोलिरहनु भयो म बोलिरहेँ नि तँ बोलिरहेको छस् यहाँ अब काट्नुपर्ने काटिँदै यो 15 लागेपछि मलाई